गुड मर्निङ सबैमा हैन। र आज छुट्टीको दिन पारेर छुट्टीको दिनको यो मौकामा हाम्रो बाआमाले यसरी आज फुल गोडगाड गर्ने मेलो गर्नु हुँदैछ हैन। यसरी यहाँ सबै फुलमाथि लागेको किराहरू यो सफा गर्दै ओर्दै किरा फ्याँक्दै गोडगाड गर्दै यहाँ हाम्रो आमा पनि यसरी बाबालाई सघाउँदै हैन। र आज यस्तो सुनौलो दिन परेको हुनाले यस्तो मजाले घाम लागेको हुनाले आज छुट्टीको दिन परेको हुनाले यसरी गोडगाड गर्दै फुल मेन्टेनेन्स सबै किराले खाएर छैन। सब्जी पकाउन एक थाक भएछ किरा। यहाँ के गर्नु, डेली हात लाउन पाइँदैन। अब यो फुललाई डेली हात लगाएपछि मात्रै अलिकति राम्रो हुन्छ। फुल सबै मास्यो घामले। फेरि हाम्रोतिर यो औलमा अलिक घाम बेसी आउँछ कि अगाडिबाट, अन्त किरै आज टिप्यो भोलि उत्तिकै हुन्छ। र यसलाई आज एकछिन यहाँ खाना खाएर चाहिँ यो फुल मेन्टेनेन्स गरौँ भनेर लागेको, खोइ नहोला जस्तो छ। यस्तै सुनौलो दिन परेको हुनाले गर्दा हेर्न सक्नुहुन्छ सबैजनाले यति मनोहर दृश्य देखिनु पर्दैछ यहाँ।